मलाई के रोप्नु हुने हो मम्मीले धनिया अनि खोर्सानी देखि 1 बजी यो खानेछु हामीलाई चाहिँ के सिसी गरेर खानुहुन्छ अब के गर्नु त किनभने नेपालमा धेरै अभाव छ नियम Hello everyone, welcome back to my YouTube channel. आज चाहिँ Saturday, हामी आएको चाहिँ 4-5 दिन भयो म चाहिँ आएको दिनहरु चाहिँ भिडियो बनाइन किनभने यो मेरो स्टोरेज फुल थियो त्यही भएर हामी चाहिँ आज चाहिँ जाँदैछौँ हाम्रो जाडो काँडाहरु केहरू लिनुलाई अनि हाम्रो यो हामीसँग बस्ने एउटा केटी बाउने भन्यो भने हैन भन्छ हैन म बाउने छेत्री हैन खड्का भुटी कर्का हो तामाङ अनि हामी यहाँ 6 जना जाँदैछौँ धेरै हल्ला गर्नु हुँदैन नि त बाटोमा चाहिँ यहाँ चाहिँ जहाँ पनि एकदम साइलेन्ट छ चाहिँ नानी पनि रुँदैन गाडी पापापिपी पनि छैन ट्राफिक पनि एउटा केही छैन हैन अब केही हल्लै छैन क्या गाडी कुदिरहेछ हल्लै छैन घर छ हल्ला छैन मान्छे छैन कहाँ जान्छ कोनी यहाँको मान्छे के गर्छ मान्छे त हल्ला छैन छैन खोइ घरबाट पनि केही हल्लामा आउँदैन अनि यस्तो नियम मान्छ यहाँको मान्छेले अब ट्राफिक लाइट हुन्छ त्यो लाइटमा मान्छे हिँड्नुहोस् नहिँड्नुहोस् त्यो लाइटले उसलाई सिग्नल नदिसम्म त्यो गाडी नै कुद्दैन के भन्नु आज म तपाईलाई हाम्रो होस्टलको होलमा टोयलेट बाथरुम पनि देखाउँछु कस्तो खालको छ हामीले धुनु पनि पाउँछ अब धुइदिन्छ जान्छौँ हामी 6 जना लड्की लोग हाम्रो चाहिँ भाग्यले गरेर हामी 6 जना आएको 6 जना एउटै घर छ अझै चाहिँ घर छ अब 4 जना आएको छ 10 जनाको यस्तो सुन्दर छ यहाँ पनि छ तर कसैले टिप्दैन फलफुलहरू बाटोमै लटरम्मै फलेको नि त्यो कसैले छुँदैन अब त्यस्तो छ के भन्नु होइन हुन्छ नेपालमा भए कतिले टिप्थ्यो यहाँ कसैले टिप्दैन यो मान्छे हिँड्ने सिग्नल देखाइरहेको छ उपर अनि गाडी यहाँ रोकिरहेको छ मान्छे छैन नि यहाँनिर मान्छे हिँड्ने होइन अब यो रातो भएपछि मान्छे हिँड्दैन यहाँ गाडी पुरो हिँड्छ उपरको गाडी अझै रोकिरहेको छ त्यस्तो नियम हुन्छ यहाँनिर यस्तो नियम बाफ्रे हुँदो रहेछ हामी त आएको कति 4 दिन भयो आएको भोलिपल्टदेखि नै गएको जान थाल्यो पर्सिपल्ट यति बोकिदियो हामीलाई कतिवटा 15-16 बुक होला त्यस्तो छ ल धेरै डेन्जरस गाडीहरू रोक्नु थाल्यो उता पछाडि पनि तिनीहरूको सिग्नल देखाएको छैन गाडी हेर्नु न डिस्टेन्समा कति डिस्टेन्समा हिँड्छ सिग्नल देखाएपछि त्यहाँ मान्छे हिँड्नुहोस् नहिँड्नुहोस् रोक्छ गाडी न ट्राफिक छ न के छ यस्तो दामी भ्यू छ यो हाम्रो कामको जाने बाटो खोला तरेर जानुपर्छ मैले आएदेखि एउटा फोटो भिडियो केही गर्दाखेरि 4 दिन भयो हिजो हामी यता राति हिँडेको वाउ भ्यू हेर्नु न कस्तो दामी छ के भ्यू देख्नु गाइज यहाँबाट घुम्ने आउने कुरामा कति हुन्छ तर हामी बेलुका मात्र आयो अनि छोडिहाले दिदीहरूले अहिले यहाँनिर हाम्रो चाहिँ 10-10:30 भयो हामी केही नहिँड्यौँ नि त खानाको लागि झापलै छैन के गर्नु पनि भरे किन्ने 5 किलोले हामी 6 जनालाई 3 दिनको कति छ 7,000 कतिमा किनेको 4,000 नि 4,000 कि 3,000 खै कतिमा किनेको थियौँ 5 किलो चामल पनि कस्तो यो चाहिँ भोलि पर्सि साकुरा फुल्ने होला के हो हाम्रो यो आज चाहिँ आइतबार चाहिँ छुट्टी हो तर हामीलाई सिमको लागि के भनेर सेनपाईहरूले भनेको चाहिँ हामीभन्दा अगाडि आउनेहरूले बोलाउनु भएको थियो तर आउनै भएको रहेन अनि त्यस पछाडि
हामी चाहिँ यहाँ भिखारी जस्तो भएर बसिरहेको छौँ। हेलो जापान वेलकम छ अञ्जली राई अञ्जली भ्लग जापान सब्स्क्राइब गरिदिनु होला। जापान हो नि फेरि। अनि उयो हेर्नु न गाडीहरू के भइरहेछ त्यहाँनिर रोकिरहेको छ। उनीहरूको लाइट नबन्जेलसम्म हिँडिरहेछ। त्यसको जसको रोकिनु पर्ने त्यो रोकिरहेको छ तल। यहाँनिर फेरि फोटोसुट कार्यक्रम हाम्रो मम्मीको। हामीलाई आएदेखि भात खुवाउने मम्मी हो नि त। मेरो चयान दिता चयान साङको आचाची आमामा राई भाषा हो। राई भाषा तामाङले जापानमा आएर हामी चाहिँ यहाँ सेन्पाहरूले खै कता लानुभएको हामीलाई थाहा पनि छैन के हो। हाम्रै जान्छ सिम निकाल्न लाग्यो सिम निकाल्नलाई गएको सिम झिकिमा हो। अहिलेसम्म चाहिँ हामीसँग सिम ज्यानै त्यसकारण क्यों करा चाहिँ वातासिता चाहिँ नो हो आफ्नै सिम जान्छौँ लखर हिँडेको के हो यो साइज को कुराहरू सकेर हामी आइसक्यौँ। बोइज होस्टेलमा गएको थियौँ अनि अहिले चाहिँ हाम्रो गएको हो यो गएको अगाडि हामी 6 जनै छौँ। कोही ल्याङ्ग्वेज एकाडेमी ग्लोबल लिङ्क हाम्रो गएको हो। अनि हेर न यहाँ नियम मानेको चाहिँ मैले कतिचोटि भनिसकेँ यो नियमको चाहिँ, किनभने नेपालमा धेरै अभाव छ नियमको। बाफुरे अब चाहिँ हामी खै घुम्नु जाने भन्ने कुरा हुँदैछ। तर के गर्छौँ अब देखाउँछु नि म। लाइटको वेटिङ हो। त्यहाँ हाम्रो लाइट हो यो मान्छे हिँड्ने। यो लाइट नबली हामी हिँड्नु हुँदैन। लाइट हो। सुरुमा आउने नजान्ने त हेरेकै हुन्छ ल। हामी हिँड्ने बल्यो हरियो बल्योपछि हामी यसरी हाम्रो पाइलाहरू चल्छ टुकुर। यहाँ नेपाली सेनपाई भेटिहाल्यौँ। 7 वर्ष भरे आएको। बल्ल बिहानदेखि 1 बजी यो खाँदैछौँ। आज आइतबार हाम्रो खानेकुराहरू सबैजना खानु थाल्नु भइसक्यो। त्यो भने सस्तो लाग्यो ल अब चाहिँ हामी सुरु गरौँ। दाम भन्ने त 3000 त्यसमा लेखेको थियो नि। राम्रो दाम हो नि यो 85 भन्दै थियो तर 97 कति हो बिल थाहा छैन। हामी सस्तो खोजेर खाएको। योभन्दा महँगोमा चाहिँ योभन्दा महँगोमा चाहिँ अझै सबैभन्दा सस्तो यही थियो। लगाइ यही खाऊ ज्यान बनाऊ। यहाँ नेपाली रेस्टुरेन्टमा चामल छ अरे। यहाँ चाहिँ खोलापारी नेपाली रेस्टुरेन्टमा छौँ। यहाँ चामल खोज्नु भनेको यहाँ चाहिँ सस्तो छ। 10 केजीको 6000 छ नि। यहाँ 10 केजीको 6000 अरे। यो सस्तो हो है त्यहाँको। क्या गरौँ मैं मर जाऊँ। ऊ त्यो रेड भएको त्यहाँ हरियो पिलिक गरेको थियो दिदीले कुदेर उपर लखर भुसिया कुकुर गाउँले कसरी डुल्दैछौँ। तर हाम्रो गाउँघरमा त कुकुर आयो भने पनि त्यो भात केहरू दिन्छ। हामीलाई त कसैले केही दिँदैन। धान चाहिँ हेर्नु न यहाँ कति सानोमा फल्छ। त म के गर्नु मेरो क्यामेराको क्वालिटी राम्रो छैन। यताबाट चाहिँ पहाड कस्तो दामी पहाड देखिन्छ। यहाँ आकाशे पुल छ। यो अगाडिको खड्का भुडी पड्का यो के हो चेरी हो कि क्या हो। खड्का भुडी पड्का आगे हिँड्दैछ किनेकै। तर धान चाहिँ साह्रै सानोमा फल्ने कि यो काटेर छोडेको हो पूजा फलिरहेछ त नि फेरि। ओ धान 2 जना यता यहाँ 2 जना ऊ आगे 2 जना। क्या गरौँ मैं मर जाऊँ। ले पानी पी ले।
क्या करूँ मैं मर जाऊँ ले पानी पी लियो भन्ने थाहा छैन बिग बस किन्यो हेर्ने क्या करूँ मैं जाऊँ मेरे तो फिलिंग्स नहीं है तुम्हारी फिलिंग्स सुन रहे है ना तुम्हारा कुत्ता साता कुट्टा टमी कुट्टा 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 यहाँ जान्दैन अब हेर्न उयो गाईको पुच्छर हल्लाउँदैछ कस्तो दामी भ्यू छ बाफ रे बाफ पानी कस्तो यो त पुल पो भनेको त होइन रहेछ ल साथीहरू भाइ के हो हामी त जान्दैन गाई पानी त यस्तो खालको हो कि के हो यो के हो बाफ कस्तो राम्रो भ्यू देखेको वा खोला न गहिरो छ यो हेर्दा पो सानो छ त्यो तर कति यो म सिक्दै शान्तकोबाट म सिक्दैछु भिडियो बनाउन आएको छु पसलमा कति एक्सपेन्सिभ छ भनेर त म भनिहाल्छु नि आलु यहाँ सस्तो पाएको पसलमा भिडियो बनाउनु पाउँदैन के भन्छ सुटिङ रहेछ यो तलको चाहिँ हेर्नुपर्छ 268 रहेछ यतिको आलुहरू प्याज यत्रो त्यसमा सस्तो मासु सस्तो भन्थ्यो महँगै छ यहाँ त सबैजना हेरिरहेको छ यो पसल सप यस्तो हुन्छ हामी चाहिँ अहिले अर्को बिल्डिङतिर आइसक्यो लिफ्ट चढेर जाने हो यहाँनिर चाहिँ हो यसरी यहाँ चाहिँ भिडियो बनाउनु पाउँदैन भन्छ यो तल्लो फ्लोर हो डरै भिडियो बनाउनुपर्छ साथीहरू के गर्न आएको 4 दिन हुँदैछ त्यही कारणले डरै हुन्छ नि मार्छ होला हिँडेर यहाँ आइपुग्यौँ हाम्रो रुममा दादाइमा हाम्रो यहाँ चाहिँ चक्कर खोल्ने ठाउँ हो अनि हामी चाहिँ रुममा अब अहिले मलाई चाहिँ टाउको दुखेर घाँटी दुखेर कस्तो भयो 3:30 ठ्याक्कै भएछ नेपालको चाहिँ कति भयो 12 बज्यो होला हाम्रो खाना मामुले पकाएर दिनुभयो चिकन खाना जापान आएर फर्स्ट टाइम यो बुटुको मेरो जापानमा किनेको सम्पत्ति आज मासु बोटु खाना अब मासु भात यो केटी एमसी हो भाँडा धुँदैछ एक्लै रुनु खोज्दैछ एक्लै धुँदै भाँडा जहिले म सघाउँथेँ आज मैले धुइनँ एक्लै परेँ कोही सघाउन आएन बिन्ती छ त्यस्तो नभनिदेऊ न भिडियो अलिक राम्रो तारिफ गरिदेऊ न ल ठिकै छ यो हाम्रो किचन हो यो अनि यहाँदेखि यता यो फ्री ठाउँ हो यहाँनिर त हाम्रो आमाले उपर सब्जी रोप्ने हो यो आमा त्यहाँ छोड्नु ऊ त्यो आमाको सब्जी रोप्ने अरे ऊ खै हामीलाई त नदिने भनेको छ दिँदैन होला होस् अनुपा दिदी सफा गर्नुहुँदैछ आज अनि हाम्रो वासिङ मेसिन अनि यहाँ चाहिँ पुरा 2जनाले बढारिरहनु भएको छ यहाँ 2जना चाहिँ सागसब्जी रोप्ने यो हाम्रो मम्मीले किनेर ल्याउनुभएको यो एन्जेलिया रहेछ उपर त एन्जेलिया फुल हाम्रो मम्मीको यो गमला के रोप्नुहुने हो मम्मीले धनिया अनि खोर्सानी एउटा खोर्सानी भएको सुके खोर्सानी एउटा भयो भने त्यसको दल निस्किन्थ्यो क्या छैन माग्नुपर्छ केटाहरू यहाँ हाम्रो मिराजीले के लाउनु हुन मिराजी म खोर्सानी लाउँछु अनि प्याज र लसुन लाउँछु यता हेरेर भन मिराजी अनि हामीलाई चाहिँ के सिसी गरेर खानुहुन्छ
अब के गर्नु त पूजा सान हामी त सिसीमा पर्यौँ ल हामी त सिसी गरेर खाने अरे सिसी भनेको जापानमा काम ल यतिको हाम्रो त घरै छ नि त हामी 6 जनाको त्यही भएर मामु चाहिँ जहाँ पुगिरहनु भएको हुन्छ यी खाली खुट्टै कान्छी म अलिक पूजा भन्दा चाहिँ म अलिक ठुली नै हो हामी दुईजना चाहिँ भिडियो बनाउँदै हिँड्दै यहाँ ठुलोहरू चाहिँ काम गर्दै कुर्छन् होला हामीलाई यहाँ हाम्रो मिराजीको के हुँदैछ गमलामा के रोप्नु हुने हो खै अब हामीलाई दिनुहुने हो कि होइन होला मिराजी सिसी गरेर अरे हाम्रो के हामीलाई गरेको सोचेको हाम्रो जापानमा पनि गर्छ कति लाख हामी कति 6 जना होइन 12 लाख हो 1 करोड होइन ए हेतेरी के को 12 लाख हौ थुक्का 12 लाख पो भनाइरहेको छ 1 करोड भन्दा धेरै भयो र त हाम्रो घर करोडौँको माल खान्छु सुरुमा गरिब थिएँ साथीले जापान आइज भन्यो अहिले गरिबसँगै लोन पनि छ भनेको यही होला सायद ब्रसहरू गर्ने मलाई चाहिँ पुरा जाडो लाग्छ त्यही भएर यहाँ हाम्रो मम्मी यो हाम्रो बात नुहाउने ठाउँ मम्मी यो देखाउँछु हाम्रो बाथरुम टोइलेट यहाँ आउनु बित्तिकै सेनिटाइज हुन्छ यही सेनिटाइज हुनु सुरु गर्यो हाम्रो टोइलेट चाहिँ अनि बुझाने अरे यसले चाहिँ हाम्रो धोइदिन्छ यसले पनि धोइदिन्छ हामीले धुनु पर्दैन योले धोइदिने हो यो टोइलेट पेपर यो यस्तो छ हाम्रो बाथरुम चाहिँ मिरासन यस्तो छ पर किचन अनि यो हाम्रो रुम पैसा पराउँदैछ अघि चामल किनेको अरे रुममा दिदी एकचोटि दिनु यो जापानको पैसा सबै कोइन यहाँ कति 100 को यो कोइन 10 को 500 को पनि छ होला यहाँनिर यो 500 को यो 500 को कोइन हिसाब हुँदैछ सबैजनाको हो त्यस्तो खन्द्रङ बजायो कुद्यो